को निशान सर भने त ओ माय गॉड यसको बर्थडे मेरो छ त यहाँ फेरि अर्को डेन्जर नाम खतरा छ ओ सबिर सम्ती ह्यापी बर्थडे सबिर सम्ती बोका ल कडा एउटा बोल्यो भने दुईतिर त्यो चारवटै जुदाउँ है एकै ठाउँमा जुन बोल्यो नि Happy birthday to you. Happy birthday to you, Sabi. Happy birthday to you. Ready, 1, 2, 2, 3, go! Happy birthday to you. Happy birthday. Happy birthday. Happy Birthday to you. काट्नु पहिला डिफ्रिजर आएन क्या केक त ल माइलो माइलो भिडियोलाई डिस्टर्ब भयो चिसोले गर्दाखेरि अलिअलि खोकी लगाइरहेको छ स्पेसल सामदी भित्रमा खाएर ल हाम्रो सागर सामदी आउनु त अगाडि टिका चाहिँ लगाइदिउँ न यार बाहिर साउन्डेलाई जाँदै जान्दैनन् यसो गालातिर लगाइदिउँ न यार हो त अलिअलि अलि त लगाइदिउँ न नलाउ पानी छैन अनि यतिको जाने के भएर ए दाइ के खाएको दाइ टोइलेट हो टोइलेट किन गाडोमा त्यो एउटा भाइ आउँदै गर्दिन के ल आफै आइदिए ल सक्दैन नि पेट दुख्छ नि धेरै हाल्नु चाहिँ अनि तल पुरै जान्छ है घर जानु त खोले हुन्छ जो होला कि ह्याप्पी बर्थडे टु यु ल हाउ ल खाए ल ह्याप्पी बर्थडे टु यु अर्को माइला माइलेको आज बर्थडे हो होइन कताले चाहिँ सरप्राइज दिएको हामीले थ्याङ्क यू सो मच भन्न चाहन्छु ल हाम्रो यता सामने कस्तो ठिक लागिरहेको नि होइन रमाइलो छ नि यता केक केक आदि केक छैन त खोइ त हामै हाउ केक गर्दिनँ म पुग्यो दाइ रिपोर्ट सम्धि लाको नि निकालेर हुन्छ त आजसम्म पाइहाल्छ खुसी लाग्यो ल थ्याङ्क यू खै ताली ह्याप्पी बर्थडे यहाँको सम्धि हुन्छ बाहिर नहिँड्नु यस्तो निकाल्दो रहेछ साथीहरू चाहिँ अब केक सेक काट्ने कार्यक्रम सकेर अब हाम्रो अब यता व्यवस्था हुँदैछ त्यो स्कुटर त बन्द गरिदिनु ल यस्तो फ्ल्यासी बोले छैन राम्रै आइरह यतिको धेरै राम्रो देखाउनु न हाम्रो सम्झी यार ह्याप्पी बर्थडे पार्टी ह्याप्पी बर्थडे बोथ अफ यु माइलो हाम्रो दर्लान जेठा छोरा पालुङ जेठा छोरो चौडा माइला छोरा के बोले माथि कोस छोरो त ड्राइभर गान्जा छोरो हो यतिग्रे नाति तिग्रे नाति यिनीहरू छोरो तिग्रे नाति ल यस्तै छ ल चेस पुरा आगो वरिपरि चाहिँ बसिरहेको छ भने तातो रहेछ ल सेक्का चाहिँ सानो ल सेक्रा त मलाई यही मिठ लागेको छ यार होइन ल जुगाड चलाइएको छ कोक पनि छ यता कोक पार्टी कोको सेकको अब कुन चाहिँ हान्ने भन्ने हो एकचोटि सकाइदियो भने नसकिने जियो चिरो खै के हतार कुर्नर
को हो यो के खाँदैछ यसले यसलाई रातिमा त भुत हो कि के थाहा जङ्गलमा ल्याएर स्वागत गरेको छ यार खादा सादा लाएर क्यामेरामा आँखा भन्ने चाहिँ हुन्छ न भुत हुन्छ नि म नखु जेलबाट निक्लियो खाना पनि के खानु हो यो बँदेलको मासु मारेर ल्याएको फ्रिजभरि छ घर बँदेलको मासु हो र घरमा फ्रिजैभरि बँदेलको मासु मासु पनि कति खाने केटा हो कति खाने यार मासु यार अस्ति कति मासु खानु अस्ति आएको 3 दिन 4 दिन 4 दिन भयो फेरि मासु यार खानै पऱ्यो के अन्त अब चित्त सबै के हो सर त्यो बाइक बसेर आँदैन मलाई आयो खाना भयो हाम्रो चाहिँ बाइक छ होइन गाडी छ खाए हड्डी रहेछ